अन्ततः नेपाली क्रिकेट फ्यानहरूको प्रतीक्षाको घडी समाप्त भएको छ। यही मङ्सिर 1 गते अर्थात् भोलि एनपिएल सिजन 2 मा उद्घाटन खेल हुँदैछ। त्यो पनि कसको भन्नुहुन्छ भने पहिलो सिजनमा फाइनल जित्न सफल भएको टोली जनकपुर बुल्स भर्सेस काठमाडौँ गोर्खाज। अब एनपिएल सिजन 2 का लागि नयाँ टिओ क्रिकेट स्टेडियमको स्टेज पनि सजिसकेको छ भने टिकट सुरु भएको 2 मिनेटमै सम्पूर्ण एनपिएलका टिकटहरू सोल्ड आउट भइसकेका छन्। तपाईहरुका लागि यो कति एक्साइटेडको कुरा हुन सक्छ। हामी सबै नेपाली क्रिकेट फ्यानहरुको लागि कति छ त नेपालमा क्रिकेटको क्रेज भनेर यहाँबाट पनि थाहा पाउन सकिन्छ। अब एनपिएल सिजन 2 मा पहिलो खेल भनेको जनकपुर बोल्ट र काठमाडौँ गोर्खाज बीच हुँदैछ। कसले मार्ला त बाजी? के जनकपुर बोल्टले आफ्नो उपाधि लक्ष्य कायमै राख्न सक्ला, उपाधि रक्षा गर्न सक्ला, अथवा काठमाडौँ गोर्खाजले आफ्नो गोर्खाज पावर देखाउला? नेपाली काठमाडौँ गोर्खाजको कुरा गर्ने हो भने काठमाडौँ गोर्खाजमा पनि पावर हिटरहरूको कमी छैन। भर्खरै एनपिएल सिजन 2 को अक्सनमा तहल्का पिटेर 10 लाखमा लक्की ड्र मार्फत आफ्नो टिममा पारेको आदिल अन्सारीले पनि ठुलो हिट गर्न सक्छन् भने जनकपुर बोल्टमा पनि खेलाडीहरूको कमी छैन। अनिल शाह अनि त्यसपछि गएर स्पिनरमा ललित राजवंशी अनि त्यसपछि गएर सम्पूर्ण खेलाडीहरूले भरिपूर्ण खतरनाक खेलाडीहरूले भरिपूर्ण दुवै टिम बीचको यो पहिलो खेल हेर्न निकै एक्साइटेड भएको महसुस हुन्छ दर्शकहरू चाहिँ। एनपिएल सिजन 2 को लागि तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ र तपाईहरु भन्ने हो भने कुन टिमको सपोर्टर हुनुहुन्छ कमेन्ट गर्नुहोला र एनपिएल सिजन 2 भरिका सम्पूर्ण म्याचहरुको अपडेट रिजल्टको अपडेटको लागि हाम्रो यस अल नेपाली स्पोर्ट्स अपडेट युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नुहोला।